इन्भर्स सर्कुलर फंक्सनको एउटा क्वेसन सोल्भ गर्न गइरहेछौँ, जसमा हामीले cos tan इन्भर्स sin cot इन्भर्स x को भ्यालु कति हुन्छ त्यो फाइन्ड गर्नुपर्ने। त्यसको मिनिङ के भनेदेखि यो सबै यो कम्बाइन्ड फंक्सन छ इन्भर्स फंक्सनहरु, यसको भ्यालु चाहिँ इन टर्म अफ x हामीले निकाल्नु पर्ने। र यसको लागि फर्स्ट अफ अल हामी लास्टको पार्ट हेर्छौँ, cot इन्भर्स x। cot इन्भर्स x यो इन्भर्स सर्कुलर फंक्सन हो। यसलाई हामीले सर्कुलर फंक्सन बनाउँदाखेरि cot थीटा इज इक्वल टू x, यो x लाई यता लैजाने, यता लाने भन्दाखेरि यो चाहिँ यो इन्भर्स सर्कुलर फंक्सन हो भने यो सर्कुलर फंक्सन हो। अब cot थीटा इज इक्वल टू x हामीले लेख्यौँ। अब हामीलाई चाहिएको यो भन्दा अगाडि sin छ, त्यसो भएदेखि cot थीटा इज इक्वल टू x हुन्छ भने sin थीटा इज इक्वल टू कति हुन्छ? sin थीटा इज इक्वल टू 1 अपन cosec थीटा। 1 अपन cosec थीटा भनेको रुट 1 प्लस cot स्क्वायर थीटा, अनि cot थीटा भन्दा cot थीटाको भर्खरै भ्यालु निकालेर x, त्यो x यहाँ राख्दाखेरि sin थीटा भनेको 1 अपन रुट 1 प्लस x स्क्वायर। अब यो वास्तवमा sin थीटा भनेको माथिको cot इन्भर्स x हो, त्यसैले sin थीटाको मतलब कति आयो भने sin cot इन्भर्स x, sin cot इन्भर्स x यति पुरैको भ्यालु चाहिँ हाम्रो sin थीटाको त्यो भनेको त्यसको भ्यालु चाहिँ रुट 1 अपन रुट 1 प्लस x स्क्वायर हो। अब फेरि यहाँसम्म आइपुगेपछि अब हामी यसमा जाउँ। हामीले यहाँसम्मको भ्यालु पत्ता लगायौँ, sin cot इन्भर्स x भ्यालु यो आयो भने अब हामीले पत्ता लगाउनु पर्ने tan इन्भर्स। tan इन्भर्स यो डोमेन चाहिँ यो भयो। अब tan इन्भर्स sin cot इन्भर्स x यो पुरैलाई हामीले अल्फा सपोज गरौँ, अर्को एङ्गल अल्फा सपोज गरौँ। अघि थीटा सपोज गरेको थियो भने अहिले अल्फा सपोज गरौँ। त्यसरी सपोज गर्दाखेरि अब यो sin cot इन्भर्स x भनेको हामीले माथि निकालिसकेको छ। sin cot इन्भर्स x त्यो भनेको sin थीटा इक्वल टू रुट 1 अपन रुट 1 प्लस x स्क्वायर यो छ। त्यो tan इन्भर्स यसको बदलामा यो राखेर अल्फा भयो। अब त्यसो भए यो अल्फालाई यता ल्याउँदा र यसलाई यता लाँदाखेरि यो इन्भर्स सर्कुलर फंक्सन या ट्रिगोनोमेट्रिक फंक्सनमा चेन्ज भयो। tan अल्फा इज इक्वल टू 1 अपन रुट 1 प्लस x स्क्वायर। अब यहाँ यो भइसक्यो। अब हामी जानुपर्ने चाहिँ यसमा, र फाइनली हामीले गर्न के चाहिरहेछ भनेदेखि cos tan इन्भर्स sin cot इन्भर्स x। अब tan इन्भर्स sin cot इन्भर्स x यहाँसम्मको पार्ट राख्दाखेरि यो पार्ट भनेको हामीले यहाँ सपोज गरिसकेको पार्ट अल्फा हो। त्यसो भएदेखि अब cos अल्फा भयो। अब cos अल्फा भयो भने cos अल्फा भनेको 1 अपन sec अल्फा। 1 अपन sec अल्फा भनेको रुट 1 प्लस tan स्क्वायर अल्फा। अब 1 प्लस tan स्क्वायर अल्फामा हामीले tan अल्फाको भ्यालु यहाँ निकालिसकेको छ। यही tan अल्फा इज इक्वल टू 1 अपन रुट 1 प्लस x स्क्वायर यहाँ राख्दाखेरि यो भयो, यो स्क्वायर यो रुट र स्क्वायर क्यान्सल भयो, यति आयो। यसलाई एलसिएम लिँदाखेरि यति भयो र यो माथि जान्छ। त्यसै गरेर रुट 1 प्लस x स्क्वायर होल अपन 2 प्लस x स्क्वायर यसको एन्सर। यो cos tan इन्भर्स sin cot इन्भर्स x को भ्यालु न्युमेरिकल भ्यालु कति आयो भने होल अन्डर स्क्वायर रुट 1 प्लस x स्क्वायर होल अपन 2 प्लस x स्क्वायर हुन्छ। ल यसरी हामीले यो क्वेसन सोल्भ गर्न सक्छौँ। थ्याङ्क यू।